विष्णु माया कटेज भन्ने ठाउँमा आछौँ। कटेजको भाइले चाहिँ आज पिङ। हेलो एफएम, वेलकम ब्याक टु माई च्यानल। आइबो सबैजना सञ्चार हुन्छ, म पनि एकदमै सञ्चार छु। फेरि पनि स्वागत छ मेरो च्यानलमा। त्यसपछि चाहिँ आज म अगाडि भन्ने ठाउँमा आएको छु। त्यो केटाहरू र म चाहिँ अगाडि पुगिसकेर म चाहिँ अब जानुपर्ने हुन्छ। हामी चाहिँ उता जुम्री भन्ने ठाउँमा जान लाग्छ। अब चाहिँ दुईवटा केटा तिनजना भएर चाहिँ हामी जुम्री जान्छौँ। अब जुम्रीबाट चाहिँ अब फेरि फर्किन्छ मुटुतिर। हामी चाहिँ त्यहाँ जुम्री गएर नि जुम्रीबाट यता रुमतिर फर्किनु गएको। त्यसको लागि हामी चाहिँ यहाँ विष्णु माया कटेज भन्ने ठाउँमा आछौँ। यहाँ चाहिँ कटेज हो। यो चाहिँ यस्तो कटेज चाहिँ यस्तो खतरा छ, खतरा के भन्नु। ताकि यो चाहिँ बस्ने छ एकतिपा केटाहरू गइसकेका छौँ। त चाहिँ हेर्न गएको छौँ केटाहरू चाहिँ। ठिकै रहेछ कटेज चाहिँ। त्यसै राम्रो पनि भन्नु नभनौँ, नराम्रो पनि नभनौँ। यसो ल कटेजको भाइले चाहिँ यहाँ चाहिँ पिङ। त्यो चाहिँ हाम्रो नास्ता चाहिँ आइसक्यो। हामी चाहिँ चिकन चाउमिन मगाएको थियौँ। अब चाहिँ चिकन चाउमिन आइसक्यो। अझै पिङ खेल्दैछु म। विष्णु माया कटेज हो, राम्रै रहेछ। हामी खान जान्छौँ पहिला। नास्ता आइसक्यो। अब चाहिँ त्यो घाँस कस्तो दामी रहेछ मल्ल पारे। अब नास्ता यो त्यो बिहानदेखि हामी केही खाएको छैनौँ। अब यही हो नास्ता खालि। यो चाहिँ अब चाहिँ यो आइरन भ्याइसकेँ मैले, लिएर सब भ्याइसक्यौँ। अब चाहिँ यसले पैसा दिन्छु भन्छ हेर यसले निकाल्छु ल। आइबा त्यो भजा त्यही दियो के ऊ 500 घर। हामी आएर माथि जान्छौँ ल। अब कोठामा जान्छौँ, रुममा जान्छौँ। हामी चाहिँ माथि रुममा जानुभन्दा पहिले चाहिँ यहाँ चाहिँ खतरा छ कि विष्णु माया कटेज। यो टोयलेट भइहाल्यो। पिङ खेल्ने यहाँ रहेछ, ऐना रहेछ यहाँ चाहिँ। अझै बारी हामी चाहिँ त्यहाँबाट आइसक्यौँ नास्ता खाएर। अब चाहिँ हामी जान लाग्छौँ। चाहिँ यस्तो छ यहाँ चाहिँ माहौल। अब हामी रुममा जाँदैछौँ होइन। बिहान आएको मान्छे अब बल्ल जाँदैछ रुममा। के भन्ने मान्छेले भात नास्ता सास्ता के खाएर चाहिँ अब भर्खर चाहिँ नास्ता खायौँ। अब नास्ता चाहिँ अब ट्याक्क अब रुममा जान्छौँ। त्यसपछि हामी बेडरुममा क्रिकेट खेल्न गएको मन लाग्यो। क्रिकेट खेल्न गएको बिहान भात खाएर गएको। त्यहाँबाट केही खाँदैन थियौँ। क्रिकेट खेलेर चाहिँ भर्खर आएको 5 बजीसक्यो। अब चाहिँ हामी रुममा जान्छौँ। हामी चाहिँ यहाँ आइसक्यौँ, कोठामा नै आइसक्यौँ। र मैले चाहिँ कपडा फेरेर त्यो चाहिँ फेरेर पढ्न लाग्छ। मैले कपडा पनि फेरेको छैन, नुहाउँदा पनि नुहाएको छैन। अब चाहिँ म नुहाउँछु। अनि लाइन आएको छैन अहिले चाहिँ, त्यही भएर चाहिँ नुहाएको छैन। अब चाहिँ मैले कपडा पनि फेर्छु अनि त्यसपछि नुहाउँछु पनि। हामी अहिले छतमा आएको छौँ माथि। आङ दुखेर दिउँसो हामी बल खेल्यो त्यहाँ। आङ दुखेर किसिम भएको छ। पढ्दैछ खतरा। यहाँ चाहिँ हामी छतमा आएको छौँ। पहिलो कुरो छतमा आएको छौँ, रुमको छतमा। अन्त यस्तो छ वरिपरि चाहिँ बेलुकाको भ्यू चाहिँ यस्तो छ कलाएर। अब चाहिँ रात पर्न लागिसक्यो। र हामी चाहिँ अघि नै आएको। हामी चाहिँ बस्यौँ, जारी लाएन। त्यसले चाहिँ किताब समातेर चाहिँ पढ्न लाग्छ। मान्छेलाई देखायो कि के हो? त्यहाँ मान्छे हिँडिरहेको छैन। अन्त किन पढ्ने त्यहाँ कोठामा गएर पढ्छु। नसम्झायो कि नसम्झायो यहाँ पढ्छु। मान्छेलाई देखा जस्तो भएको भएन। देखा जस्तो भएन। त्यहाँ मान्छेहरू यहाँ कति त्यहाँ मान्छे होइन। हामी भनेको अहिले छुट्टी सहरतिर त्यतैतिर आएँ त्यही गरेर मान्छे आज अब पुरा नबना यहाँ पढ्छन् मुला बल गरेर देखेर। हामी चाहिँ एउटा बल खेल्यौँ। अनि बल खेलेर चाहिँ कति बिहान गएको मान्छे बल खेलेर बल्ल अहिले आज आङ दुखेर किसिम भएको छ। लाइन चाहिँ आएको छैन। मैले नुहाउने भने लाइन चाहिँ आएको छैन फेरि। त्यसपछि समस्या। त्यसपछि यो चाहिँ अझै पढ्दैछ। तल पढ्यो भने
म लाइन आयो भने म छोड्छु भाइरमा छु आजको लागि यति नै हुन्छ भ्लग कस्तो लाग्यो मेरो भ्लग राम्रो लाग्यो लाइक कमेन्ट र च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला अब छिट्टी नै भेटिनेछौँ अर्को भ्लगमा बाई बाई